गाइजहरु अनि नमस्ते वेलकम टु माय च्यानल भन्नु नमस्ते भन्नु कति दिनपछि हामीले भिडियो बनाएको है अब अनि सबैजनालाई ह्याप्पी न्यू इयर 2082 को सबैजनालाई शुभकामना छ ह्याप्पी न्यू इयर को है आज चाहिँ हामी घुम्न जान लागेको है आउन त्यसैले म चाहिँ रेडी भइसकेँ फाइनली छिटो छिटो जानुपर्छ अनि त्यसपछि यस्तै भिडियोहरू पनि अब दिनदिनै आइरहन्छ अब चाहिँ म मिस गर्दिनँ त्यस्तो भिडियो अनि त्यसपछि आज चाहिँ घुम्न जाने भएकोले मैले भिडियो बनाएको त्यसैले अब जानुपर्छ ल हामी चाहिँ घरमा आइसक्यौँ यहाँ चाहिँ मेरो बहिनी रहेको छ अनि यहाँ चाहिँ म रहेको छ गर्मीमा बरफ खाँदा बहिनी हेलो भन्नु मिठो गाइस फुफू घर आएर अनि फेरि पनि भन्छ सासूहरूलाई नयाँ वर्षको शुभकामना सबैजनाको राम्रो होस् अनि अरूको बारेमा कहिले नराम्रो नसोचोस् अनि सबैले राम्रो राम्रो खेल्छोस् त्यही हो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला नभुलिकन गाइजहरू यहाँ आएपछि ग्राम प्लस अब आइरहेको छ हामी चाहिँ बुक गर्छौँ लगाइसक्यो त्यसरी चाहिँ जानु होला स्किप नगरिकन भिडियो बहिनी त्यहाँ रहेको छ म चाहिँ यहाँ आएको छु हाम्रो गाउँघरतिरको बाटो यस्तो छ है अब एकैचोटि फुफू घरतिर बसी देखाउँछ है अहिले चाहिँ आउँदैछ चाहिँ फाइनली फुपूको घर पनि आइपुग्यो है बहिनी है हेर्नुहोस् त कस्तो दामी परेको छ काँक्रो हो म चाहिँ फुपूको घर आइसकेँ यहाँ चाहिँ फुपू हुनुहुन्छ यहाँ चाहिँ बहिनी रहेको छ बहिनी यता हेर स्वागत छ तपाईँलाई मेरो च्यानलमा हेलो त भनिदिनु कमसेकम यहाँ चाहिँ रहनु भएको छ मेरो दिदी रहेको छ धानिया अनि यहाँ चाहिँ मेरो बहिनी रहेको छ अनि चाहिँ फुपू घर नेक्स्ट के उता होइन मामुसँग मामुसँग हिँड्नुहोस् बच्ची होइन यो मेरो बहिनी हो यहाँ चाहिँ टमाटर फलिरहेको छ वा कस्तो राम्रो रहेछ म त केही नखाने ओए कति छिटो बढिसकेको छ यो त कस्तो राम्रो
आएको बहिनी? त्यो फुपूले सुको नगर भने किन आएको? कान्छी हो? मेरो कान्छीले गरिहाल्यो नि? कता गयो? तर्नु भयो कान्छी? फुपू चाहिँ यहाँ हुनुहुन्छ। यहाँ चाहिँ म रहेको छु। आई थिङ्क जुम भयो होला मेरो फेस। टिकटक बनाएर कान्छीको टिकटक हाल्दा मेरो हाल्नु पर्दैन है जाँठी कान्छी के हाल्नु भन्नु कान्छी हाल्नु न मेरो नराम्रो कि म कबाट नराम्रो राम्रो त हुनुहुन्छ नि। कबाट नराम्रो छ नि त्यहाँ चाहिँ बहिनी रहेको छ, खेलिरहेको छ। हेर भन्नु न बहिनी, यता हेर त। हामी चाहिँ यसो फुबाज्यूको पनि बनाइदिनु भन्दाखेरि बरु ए हो र कालिन्दा जाँदा कालिन्दा सिकाइदियो न सिकाइदिए अघि नै क्यापकटबाट त एडिट गर्नुपर्छ क्या त। क्यापकटबाट एडिट गर्नुपर्छ। ओहो बहिनीले बिगार गरेछ गाइस। बहिनी चाहिँ यहाँ खेलिरहेको छ अनि म चाहिँ यहाँ रमाइरहेको छु। यस्तो राम्रो हरियाली रहेछ यहाँ। भनेको यहाँ मन्दिर पनि छ। बहिनी यता गाइजहरू गर्मी भयो जस्तै अम्मै खाना लागेको। चुप्पा पनि खानु लाग्छ भने मैले मुही भने मुही यहाँ चाहिँ हावा पनि चल्दो रहेछ। गर्मी नि हुँदो रहेछ धेरै। अहिले चटाइ लागिरहेको छ गाइज। यसपालिको नयाँ वर्ष यस्तै भयो गाइजहरू। तपाईँ बोल्ने रहेछ बोल्न आउनु पर्यो गाइजहरू। अहिले चाहिँ खाना लागेको। यहाँ चाहिँ मेरो बहिनी रहेको छ। हेलो भन। के खाएको? एक त खान्छु न। जुस खाएको रे उसले मिठो छ। मिठो भन न। मलाई नदेखा मिठो छ भन न। फुल भिडियो वाच गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई।